हामीले मेसिन सेट गर्नको लागि हाम्रो एउटा यतानिर पोइन्ट छ अनि ट्याक्कै त्यो पोइन्टमा राखेर माथि बबल मिलाउनु पर्छ। त्यसपछि यसमा जाने, यसमा ओके गर्ने, त्यसपछि एकचोटि थोरै टाइम लाग्छ अनि त्यसपछि यता सारेर यो कनेक्ट भयो। अहिले जिपिएसले अर्को टाउकोले यता टिप्यो कि टिपेन भन्ने हो त्यसको लागि अनि हामीले फेरि यसमा जानु पर्यो अनि यसमा गइसकेपछि तल ओके छ, त्यो ओके गर्ने सबै ल्याङ्ग्वेज चाइनिजमा छ। अनि यो साइडमा गरेपछि नि कुन पोइन्टमा सेट गर्छ त्यो पोइन्टको नाम हान्ने, त्यो पोइन्टको नाम हाम्रो GX18 हो। अब त्यो GX18 हान्नु पर्यो अनि ओके गर्ने अनि ट्याक्कै माथि जाने, त्यसमा ओके गर्ने 10 सेकेन्ड हामीले त्यो पोइन्टमा होल्ड गर्नुपर्छ। यता राम्रोसँग माथि बबल मिलाउने, हाइट जति छ त्यति नै राख्ने। हाम्रो हाइट 1.6 छ, हामीले 1.6 राखेका छौँ। अब 10 सेकेन्ड स्टार्ट हुन्छ अनि ट्याक्क हामीले बबल मिलाएर राख्नुपर्छ। बबल फेरि यताउति भयो भने थोरै इरर आउन सक्छ, त्यही भएर बबल मिलाएर राम्रोसँग राख्ने अनि भयो, सिद्धि हो नि त। अब ओके गर्ने, माथि साइड तलमा ओके गरेपछि फेरि आउँछ अनि अब यस गर्ने, त्यसपछि नो गर्ने अनि फेरि यसमा जाने अनि त्यो स्टेक आउट जस्तै हो। अब त्यसमा गएर हाम्रो पोइन्टको नाम हान्ने अनि कति फरक आउँछ हेर्ने। अब हामी हान्दैछौँ, हाम्रो पोइन्टको नाम GX18 हो। यसमा गएर फेरि पोइन्ट हान्ने, पोइन्ट हानिसकेपछि कहाँ छ GX18 खोज्ने, GX18 खोज्ने अनि GX18 ओके गर्ने अनि त्यो इरर नथिङ स्टिङ हाइट सबै देखाउँछ हाम्रो। यसमा भएपछि नि यो हरियोमा चेपेपछि नि ट्याक्क हाम्रो त्यो फर्स्टको नर्थिङ, सेकेन्ड स्टिङ हाइट सबैमा 0 0 आयो।